हेलो फ्रेन्ड्स यो चाहिँ हाम्रो चाहिँ फर्स्ट मुङब्याङ हो है। सो यहाँ छ मोमो अनि यता चाहिँ चटपटे छ है, झोलिलो चटपटे पुरै रस उता गयो होला है। अनि यहाँ छ मोमोको झोल गाइस, अनि यो हो चटनी, जम्मा यति मात्र थोरै। अच्छा काँटा चम्ची खोइ त। ए यारै चाहिँ ल ओके ओके ल स्टार्ट गरौँ ल। फर्स्ट बाइट बस्नु ल मिल्छ कि बस्नु itu punya kau demi kau कुर्सी ल्याइदिउँ त। बस्नु बनाउँदा बनाउँदा पसिना आएर अङ्गाल हाल्नु भने होइन कि घिच्नु भने खाइराखौ त पिरो चाहिँ भइरहेछ पिरो कति अमिलो हुँदैन नि खुर्सानी टोकी पठाएछु। मैले त्यो पिरो खान सक्दिनँ पिरो त पिरो धेरै पिरो हुन्छ खुर्सानी धेरै भन्छ खुर्सानी जाबेती खाँदा पनि पानी चाहियो है। मोमो खाइदिएको त चटनी पिरो भएछ पिरो पिरो यो डब्बे खान्छ मोमो यो मोमो चाहिँ कसरी बनाएको भन्ने हो भने मिनी भ्लगमा छ है। यो मोमो जस्तो पनि देखेको छैन तर मोमो हो यो। म त झोलमा खान्छु। बेसरी नै भयो पिरो ठिकै त ठिकै हो तर नखाने मान्छेलाई त्यसरी पिरो फर्स्टचोटि गरेको नि कति गाह्रो हुँदो रहेछ भाइ। कसरी खान्थ्यो भाइ तिनीहरूले है त्यो मान्छेहरूले। झोल मोमोको झोल पनि लागेछ झोल पनि खानु कति मिठो भयो। मैले बनाएको है चटनी यो हरियो खुर्सानी छ नि हाम्रो बारीको के त्यहाँ बेसी पिरो छ क्या। बारीमा रोपेको खुर्सानी यति धेरै हालिदियो दिन्छ पिरो भयो। के भने पिरो भइगयो डुलो खुर्सानीको नाममा एउटा छैन। मोमो खान्छ मोमो जन्म त मुख ब्याङ गर्ने भनेर बिहानमा त भातै नखाइकन बसेको।
यस्तो पिरो खानु त मर्छु होला म खुर्सानी धेरै काटेको क्या मम्मीले क्या मनारे अब त खुर्सानी छानेर खान्छु म पनि लास्टै पिरो भयो मेरो मोमो चाहिँ बनाउनु खान्छ पिरो त खाइन कमसेकम मोमो नै हालिदिउँ भनेको थिएँ अनि मेरो चट्नी पिरो बनाउँला नहालौँ भनेर काँक्रो काँक्रो भएको छ खुर्सानी धेरै भन्छ क्या कितना गर्मी है अझै पानी परेर शीतल भयो अनि नत्र त मर्थ्यो गर्मीले पसिनै पसिना हुन्थ्यो रे कति ठुलो मोमो पनि खानु सक्दिनँ जस्तो भयो एक ग्लासमा खान्छ कि भनेको त सकेन कति ठुलो खा सक्छ एक घाँसमा कति ठुलो झुम खानु What is this? खुर्सानीको खुट्टा मेरो भुँडी फुटेर मर्छ होला त्यसो भ्याउँदा झन्डै भोलै सर्क्यो क्या पिरो भयो पिरो पिरो के गरेको नि त केटी मान्छेलाई त पिरो भयो पिरो पिरो भइसक्यो अन्त नि खुर्सानी छानेर खानु क्या मैले अस्ति यत्रो एक चम्चा जति थुपारे भ्या साँच्चै कि मिठो हुन्छ खुर्सानी मात्रै छानेर खानु मिठो त मिठै हुन्छ नि यहाँ भुँडीमा नि अट्दैन अब अगाइसक्यो भ्यामा खुर्सानी नि परे खाँदै जाने पछि नै निकाल्यो त भाइ अरूले केरी खाँदैन मलाई लाग्छ यो मुखब्याङ होइन कि हामीले आफ्नो काल बोलाएको हो कि भुँडी फुट्ने काल मान्छे थोरै भएछ क्या यहाँ भाइ भएकै ठिक्क हुन्थ्यो उठ्यो पोल्यो यार चाहिँ मोमो खान्छ गाइस सानो सानो मोमो खानु पर्यो गाइसलाई भन्नु पर्दैन क्या
गम गम खानु मेरो भुँडी फुल्छ होला अब खान सक्दिनँ गाइस यार कतिमा धेरै भयो मोमो झन् त्यति छ एउटा दुईटा तिनटा कोही- चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा दसवटा कोही खान एघारवटा, इच्छुक छ बाह्रवटा, भने आउनुहोस् है गाइस एक प्लेट छ यहाँ एक प्लेट एक प्लेट 10 वटा खा 13वटा खाए एक प्लेट बढी खाँदै यो मोमो होइन भनेर पत्याउनु हुन्न ल हेर्नु केमा हो है यो बोक्रा चाहिँ तितो त्यो भित्र त्यो लाम्चे लाम्चे खालको कागती थियो नि यति लाम्चे खालको त्यो कागती हो कि खाने भए आउनुहोस् गाइस अन्त मलाई साथी भन्छ अरूले क्यारी खान्थेन है ए कागज फसिरा मैले मेरो मुरी यत्रो ठुलो भइसक्यो छ्या के देखाएको होला है भिडियो गरेर राखौँ अझै देखाउनु भुँडी भुँडीबाट किन तल के खोलेर देखाइदियो हुन्छ नि अनि के हुन्छ नि यो भुँडी देखाइरहेको म सानो डल्लो मोमो खान्छु अब त्यो चटपटको झोल लाग्यो कि हेर्नु न चटनी डोब्नै गर्दैन लौ खाऊ म सक्दिनँ कि अघि झोलमा भान्ने डोब्ने अनि यता डोब्ने त्यो पछाडि दिनु न गम्मा म त पसिना एकदम धेरै आयो कि यो चटपट चाहिँ म खान सक्दिनँ है अघिमा भान्दियो है गाइस हामीले त सरी सकिन खाने बाई बाई लास्टै धेरै नसकिने भयो भयो खान धेरै भयो अरूले क्यारी खान्थेन होला है अरूको भुँडी ठुलो थियो होला नि त हाम्रो सानो फाइनली गाइस गाइस मैले खान सकेन चटपट अब कागती खाइदिएको झोल हेर्नु नि यहाँ झोल होइन गाइस यति धेरै छ होइन झोल चाहिँ झोल दिएको चाहिँ झोल यस्तो छ कि यसो झोल चटनी अनि यो चाहिँ यतातिर लुर्केर गयो कि मोमोतिर म चाहिँ चटनी मात्रै खानु पर्ला जस्तो चटनी मात्रै मिठो भयो मिठो त सबै भयो तर धेरै भयो क्या चटनी त कम्ती सुन्छ नि त ल भयो गाइस के सिकाउनु पुग्छु हो अहिले लुकेर पुग्छु नि त बाई 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 भन्नु बाई बाई गाइस सकेन